हेलो गाइस, म चाहिँ अहिले नुवाकोटको नि 5 डाँडागाउँदेखि बोलिरहेको छु। गाइस, तपाईहरुले म भैरव मन्दिर देखाउन गइरहेको छ है। दर्शकज्यू हेरिदिनु होला तपाईहरुले पनि। यही हो भैरव मन्दिर चाहिँ। गाइस, दर्शकज्यू तपाईहरु पनि दर्शन गर्न आइपुग्नु होला है। तपाईहरुको पनि मनमा सोचेकोहरु पुरा हुन्छ है यहाँ। तपाईहरुको अधुरो काम भइरहेको बितिरहेको कामहरु नै यहाँ पुरा हुन्छ है। आउनु होला है दर्शकज्यू, कति प्राय मान्छेहरु यहाँ दर्शन गर्न आउनुहुन्छ है। तपाईहरु पनि आउनु होला। धेरै मान्छेहरु यहाँ दर्शन गर्न आउनुहुन्छ है। दर्शकज्यू तपाईहरु पनि आइपुग्नु होला। म अब यहाँ भैरव मन्दिरको विशेषता कुराहरु भन्न चाहन्छु तपाईहरुलाई। दर्शकज्यू यहाँ चाहिँ हाम्रो भैरव मन्दिरमा चाहिँ दशैंको माहौलको बेलामा चाहिँ पूजा भइरहेको हुन्छ है। दर्शकज्यू त्यो बेला चाहिँ धेरै मान्छेहरु हुन्छ, भिडभाड हुन्छ यहाँ चाहिँ। दर्शकज्यू त्यो बेला तपाईहरु पनि आउनु होला। दशैंको माहौलको बेला पूजा भइरहेको हुन्छ है। त्यो बेला तपाईहरु पनि आउनु होला। एकदम भिड भइरहेको हुन्छ के यहाँ चाहिँ दशैंको माहौलको बेलामा त। अब यो आउँदो एकादशीमा चाहिँ एकदम ठुलो जात्रा भइरहेको हुन्छ है। दर्शकज्यू तपाईहरु पनि आउनु होला। यहाँ भव्य हुन्छ जात्रा, मेला भइरहेको हुन्छ है एकादशीमा। दर्शकज्यू हाम्रो भैरव मन्दिर र मलाई सपोर्ट दिनु होला। दर्शकज्यू हाम्रो भैरव मन्दिरले चाहिँ मैले सपोर्ट गर्यो है। दर्शकज्यू तपाईहरुले पनि मलाई सपोर्ट दिनु होला। म तपाईहरुले माक्लो मन्दिर देखाउन गइरहेको छ है। यो माक्लो मन्दिर चाहिँ अस्ति भर्खर निर्माण भएको अवस्था है।